हेलो गाइस, मेरो नाम सुजन। आज हाम्रो सुटको चाहिँ अब अन्तिम टाइम आउँदैछ अनि हाम्रो यहाँ दुईजना जोडी हुनुहुन्छ। उहाँहरू चाहिँ घरबाट भागेर चाहिँ मुग्लिन आउनुभएको। अब मुग्लिनमा आएको बेला चाहिँ अब यसो दुईजना रोमान्टिक फोटोसुट गर भनेर आउनुभएको छ होइन। अनि हाम्रो यहाँ सुट गर्दै हुनुहुन्छ, हाम्रो यहाँ डिरेक्टर हुनुहुन्छ, सिङ्गर हुनुहुन्छ, सबैजना हुनुहुन्छ, यहाँ क्यामेरा मिलाउँदै हुनुहुन्छ। अनि हाम्रो प्रोडक्सन म्यानेजर चाहिँ उहाँ हुनुहुन्छ। हामी यो रिसोर्टमा चाहिँ यस्तो मजाले यहाँ बसिरहेका छौँ। यस्तो राम्रो भ्यू छ यहाँको होइन। अब यस्तो इन्भाइरोमेन्ट हामी अहिले स्विमिङ गर्छौँ एकछिनमा। उहाँ र हामी चाहिँ स्विमिङ गर्ने हो त्यहाँ। यस्तो रमाइलो इन्जोय गर्ने हाम फाल्ने हो त्यहाँ। बुढाबुढी हामी दुइटा भइसकेपछि तिमी किन त्यहाँ स्विमिङ गर्न आउँछौ? तिमी ताबिल लिएर आउने हो। अनि अब यहाँ यस्तो रमाइलो भइरहेछ होइन। यस्तै हो, के गर्ने होइन। माया गरेपछि फोटोसुट गर्नुपर्दो रहेछ होइन। दुई दिनको जिन्दगीमा यो माया भनेको चाहिँ यस्तो चिज रहेछ कि होइन। जसलाई तपाईँले माया गर्नुहुन्छ उसले तपाईँको मायाको कदर गर्दैन र जसले तपाईँलाई माया गर्छ तपाईँले उसको मायाको कदर गर्नुहुन्न जस्तो लाग्छ मलाई चाहिँ होइन। आफूले सोचेको मान्छे चाहिँ खै पाइन्छ कि पाइन्न है, मलाई पनि थाहा छैन, म कन्फ्युजै छु। तर जति माया गरिन्छ नि त्यो मान्छेले चाहिँ माया नबुझ्दा चाहिँ लास्टै गाह्रो हुँदो रहेछ है गाइस। यो यसको लोकेसन होइन, हामी जाँदैछौँ। मसँग चाहिँ अहिले आइफोनको लेटेस्ट फोन छ, तर मेरो हातमा चाहिँ यो स्यामसङको फ्लिप फोन भएको कारणले चाहिँ मैले अहिले यसले भ्लग बनाएको छु होइन। मलाई चाहिँ स्यामसङ लास्ट मनपर्छ। सो यो स्विमिङ पुल हो तपाईँको टोटल फिट भनेको तपाईँको 4.5 फिट डेप्थ मात्र छ। यसमा तपाईँ डुब्नुहुन्न किन मेरो हाइट भनेको 6 फिट हो। यहाँ हाइजेस्ट भनेको 5 फिटसम्म रहेछ। मेरो यति आउँछ होला सायद यो। त्यही पनि म स्विमिङमा त खतरा प्रो नै भइहालेँ होइन। त्यही पनि स्विमिङ त मेरो खतरा इन्ट्रेस्ट हो। अनि तपाईँ आउनुभयो भने यो ठाउँमा चाहिँ भिजिट गर्नु होला। यस्तो राम्रो तपाईँको रिभर छ। यो रिभर त्रिशुली रिभर देख्नुहुन्छ होइन। यहाँ त्रिशुली रिभर छ। यहाँ यस्तो राम्रो भाइब्स छ, यस्तो रमाइलो माहौल छ होइन। तपाईँ आफ्नो माया गर्ने जोडीसँग चाहिँ यहाँ तपाईँ आउनु होला है। अब मेरो भएको भए त म पनि आउँथेँ, तर मेरो नभएको कारणले चाहिँ म आएन। म भविष्यमा जब म बिहा गरेपछि चाहिँ म यहाँ आउँछु। मैले चाहिँ अब आफ्नो जीवनसाथीको खोजीमै छु है गाइज। यसो तपाईँले देख्नुभयो भने मेरो जीवनसाथीलाई म चाहिँ कन्ट्याक्ट गरेर पठाइदिनु होला, यति भन्छु म। अनि हाम्रो कोही मान्छे हुनुहुन्छ यहाँ, उहाँलाई चाहिँ पानी देखेर डर लाग्दो रहेछ। उहाँको लागि चाहिँ स्पेसल 2 फिटको पानी म देखाउँछु। 2 फिटमा उहाँ डुब्नुहुन्न। नेहाजी हुनुहुन्छ, उहाँकै फोन हो यो सबै होइन। अनि यस्तो रमाइलो छ, मान्छे स्विट हुनुहुन्छ होइन, ठिक छ। तर पानी देखेर डराउनु हुँदो रहेछ। अनि अब नेक्स्ट यहाँ चाहिँ एउटा तपाईँको पिङ पनि छ है। यहाँ तपाईँहरू दुईजना टक्क राति बसेर टक्क यहाँ मजाले पिङ झुला हेर्दै यताको भ्यू इन्जोय गर्न सक्नुहुन्छ। यस्तो राम्रो माहौल छ कि यो होइन। अब के भन्ने यार, म त यार खै म बोलेर नि मेरो शब्दले यसको के भन्छ उच्चारण गर्न सक्दैन। यस्तो राम्रो भ्यू छ कि मैले बोलेर नि हुँदैन कि तपाईँहरू यहाँ आउनै पर्छ कि यसलाई हेर्नको लागि चाहिँ। यस्तै हो, अब के भन्ने खै, यस्तै रहेछ जिन्दगी, यस्तै छ होइन। सम्बन्ध यस्तै छ, संसार यस्तै छ, देश यस्तै छ, नेपाल यस्तै छ। हामी नेपालमा बस्ने मान्छे, नेपालको प्यारो छोरा, फ्यामिलीसँग बस्ने, यताको वातावरणमा हुर्किएको होइन। देशमा के गरौँ भनेर यही काम गरिरहेका छौँ। हाम्रो फोटोग्राफीको बिजनेस छ अनि अरू सानोतिनो बिजनेसहरू गर्छौँ। तपाईँलाई मेरो भ्लग कस्तो लाग्छ होइन। पहिला चाहिँ मैले रेगुलर भ्लगहरू हाल्थेँ, अहिले चाहिँ मैले हाल्न छोडेको कारण धेरै छ रिजन। त्यही पनि यस्तै हो। अब यहाँ सुटको चाहिँ छोटो मिठो मलाई भ्लग बनाएर तपाईँहरूलाई चाहिँ देखाउँछु। हेरिदिनु होला यो मेरो प्यारो भ्लगलाई चाहिँ माया गरिदिनु होला। अनि हाम्रो यहाँ राम्रा मान्छेहरूलाई चाहिँ सब्सक्राइब गरिदिनु होला मेरो च्यानललाई। एउटा सब्सक्राइबर बढ्यो यस्तो गरिदिनु न, एउटा सब्सक्राइब बढ्यो है।
सुजन अफिसियल ब्लग ल ल है यस्तै हो सबैजना स्विट हुनुहुन्छ बच्चैदेखि चिनी खाने भएर होला सबैजना स्विट हुनुहुन्छ हाम्रो भाइजन यस्तो स्विट छ यस्तै हो गाइस होइन जिन्दगीमा तपाईँ निराश हुनुहुन्छ तपाईँलाई कतै घुम्न जान मन लाग्छ भने आउन सक्नुहुन्छ यो हाम्रो भिडियो चाहिँ चेतन राईको अफिसियल च्यानलमा चाहिँ युट्युब च्यानलमा चाहिँ रिलिज हुन्छ छिट्टै होइन तपाईँहरूले चाहिँ हेरिदिनु होला है मैले पहिला पनि 8-10वटा भिडियो गरिसकेको छु तर यो चाहिँ अलि स्पेसल छ मेरो लागि यसमा चाहिँ केही कुराहरू चाहिँ स्पेसल हुन्छ त्यसैले चाहिँ यो तपाईँको यहाँ सुटको हेर्नु त नानी नजाने बसैमा मेरो लुक्स कस्तो राम्रो आएको यो साइडबाट लाइट परेर होला काका अनुहारमा ब्याट्री सकिन्छ भनेर गाली गर्नुपर्छ बल्ल 6 मिनट भयो गाइस होइन 8 मिनट बनाउनु पर्छ न पैसा युट्युबबाट पैसा आउँदैन क्या धेरै 8 मिनट बनाउनु पर्छ के है अब ल के गरिदिनु त डान्स स्टेप के गर्नु भएको तपाईँले कुन स्टेप गर्नु भएको ए त्यो बाहुबली फिल्ममा कि त्यसको त दाइले हेर्सक्नु भयो त्यो दाइ के त्यो म त डिभोर्स हेर्नु त कसरी मलाई के गाइस हाम्रो यसको गीतको बारेमा पनि केही भनिदिनु होला हजुरले यो गीतको विषयमा हजुर सरर र मिनी बसेमा मुग्लिन झराउन होइन यो कुन च्यानलमा आउँछ चेतन राई अफिसियल च्यानलमा आउँछ यो चाहिँ हाम्रो गीतको विषयमा लोक फ्लेभरको गीत हो फ्युजन भनौँ न टिपिकली लोकगीत चाहिँ होइन लोकगीतलाई चाहिँ यसमा हामीले अलि राम्रो लोकगीतको फ्लेभर आओस् भनेर सारङ्गी युज गरेको छु मैले पहिलोपटक यो गीतमा होइन सारङ्गी छ बाँसुरी त भइ नै हाल्यो मादल पनि भइ नै हाल्यो होइन अनि अब अझ भिडियो राम्रो बनोस् भनेर हामी गीतको के टाइटल जुन छ नि मुग्लिन त्यही मुग्लिनमै आछौँ होइन किन भन्दाखेरि गीतले अझ न्याय पाओस् भनेर होइन त्यसमा चाहिँ अब मलाई यो गीतमा फिमेल सिङ्गरमा नेपालको अहिले चर्चित सिङ्गर भनौँ न होइन बिन्दु परियारले साथ दिनुभएको छ राम्रो गाउनुभएको छ उहाँले अनि त्यस्तै यो गीतमा चाहिँ मलाई एकदमै सहयोग गर्ने कलाकार साथीहरू होइन मेरो आफ्नै गाउँको जो चाहिँ नेपाली थिएटरमा नेपाली रङ्गमञ्चमा होइन रङ्गमञ्चमा एकदमै अब मलाई जहाँसम्म लाग्छ चाँडै नै धेरै माथि राइजमा आउँछन् चर्चामा आउँछन् त्यो मेरो गाउँले भाइ पूर्ण होइन त्यस्तै यसमा फिमेल आर्टिस्टमा मलाई साथ दिने हुनुहुन्छ म जापान हुँदाखेरि मेरो एउटा डुएट सङमा काम गर्नुभएको थियो उहाँले अनि मेरो चिन्जान पनि थिएन हाम्रो एकजना भाइको थ्रुबाट उहाँले चाहिँ काम गर्नुभयो अनि काम गरिसकेपछि सायद जस्तो लाग्छ मैले मेसेन्जरमा मैले 1-2 पल्ट कुरा गरेँ जस्तो लाग्छ मलाई होइन मैले कुरा गरेँ होला अनि कुरा गरिसकेपछि मलाई नेपाल आइसकेपछि मलाई भेट्न एकदमै मन थियो एक्साइटमेन्ट किन त भन्दाखेरि उहाँको जुन बिहेभ मैले बोलीमा सुने नि अनि मलाई एकदमै मजा लाग्यो कि मैले नेक्स्ट टाइम काम गर्न सक्छु भन्ने मलाई लाग्यो होइन त्यस पछाडि हामीले केही समय पछाडि नेपाल आएपछि मैले फेरि काम गरेँ उहाँसँग मेरो गृह जिल्ला सल्यानमा पनि लगेँ होइन हामी सल्यानमा गयौँ काम गऱ्यौँ 2-3वटा भिडियो काम गऱ्यौँ र अब अहिले फेरि समयले साथ दियो जुरायो अनि फेरि यो गीतमा पनि काम गर्दै हुनुहुन्छ हाम्रो नेहा तामाङ फिमेल आर्टिस्ट उहाँलाई पनि धेरै धेरै धन्यवाद अनि यो गीत तपाईँले यो गीतको कल्पना चाहिँ कसरी हुनुभयो यो ठाउँको यस्तो टाइपको गीत म लेख्छु म गाउँछु होइन यसलाई म गर्छु भिजुअल गर्छु कल्पना चाहिँ कसरी गर्नु तपाईँको दिमागमा कसरी आयो त्यो टाइममा यो हो एकदमै राम्रो क्वेसन होइन मलाई चाहिँ कस्तो भने एउटा कुनै पनि त्यो अब लभ सङ त धेरै नै हुन्छ नि होइन लभ सङ मतलब माया गर्छु यस्तो उस्तो प्रेम भन्ने कुरा त सबै प्रायः गीतमा त हुन्छ नै तर म पहिलेदेखि के चाहन्छु भने मलाई के मेरो दिमागमा के हुन्थ्यो भने जहिले पनि एउटा कुनै ठाउँलाई अथवा कुनै सामानलाई वस्तु भनौँ वस्तुहरूलाई होइन समेटेर अझ त्यसलाई लभ सङ बनाउँदाखेरि मलाई अझ आनन्द आउने जस्तो पहिला मैले पनि एउटा गाना गरेको थिएँ मेरै गाउँको
प्रमोसन सङ्घ भनौँ न, जिल्लाको प्रमोसन सङ्घ जस्तो हो, त्यसमा पनि मायाप्रीति थियो क्या, कुपिण्डे तालैमा भन्ने थियो। अनि त्यस पछाडि मैले एउटा तामाङ सेलो गीत गरेँ, नाम्चे बजार गरेँ, तर लभ सङ त लभ सङ नै हो होइन। अनि यसमा ठ्याक्कै मलाई चाहिँ नि अब यो हाम्रो बाटो त मुगलिङको बाटो हामी हिँडेको छ नि त होइन, यो त एकदमै बाटो हाम्रो मेन बाटो, हामी गाउँ जानुपर्ने बाटो होइन। अनि मलाई चाहिँ ट्याक्क मुगलिङ भने एकदमै मन परेको नाम र मन परेको नामलाई मैले सोचेँ कि यो नामलाई मैले युज गरेर एउटा लभ सङ बनाउनुपर्छ भन्ने दिमागमा आयो। मेलोडी बनाएँ पहिला, मेलोडी बनाएपछि पछि लिरिक्स लेखेँ, लिरिक्स लेख्न अलिक गाह्रो पनि भएको थियो। यसरी यो गानाको सृजना भयो। भन्छ अब यो भिडियो चाहिँ हाम्रो कहिले रिलिज हुन्छ यसको चाहिँ? मेरो प्लानिङ भनेको हजुर वैशाख 1 गते गर्ने मेरो प्लानिङ छ। ए ल मैले फाटै भनिहालेँ होइन, हजुर वैशाख 1 गते गर्ने प्लानमा छु। हुन्छ हस् हजुर के भन्नुहुन्छ यसो 2 शब्द जाओस् न। थ्याङ्क यू। हजुर हर हर महादेव। हजुरले पहिल्यै नै गरिराख्नुहुन्थ्यो कि अब यो फर्स्ट टाइम भयो हजुरको? अरे मतलब लपेट के पुरै गरेको थियो नि। हो ल ठिक छ है त, ल राम्रोसँग गर्नु होला होइन। शुभकामना दिन चाहन्छु म सबैलाई, सबै होल इन्टायर टिमलाई चाहिँ यो गीतको लागि शुभकामना। मेरो डायलग सुन्नु न। हजुरले अरे मतलब लपेट के कुनै गीत छ यसो स्पेसल गीत हजुरले यसो भन्दैन हजुरले गर्नु? मैले मेरो 2टा गाना चाहिँ ट्रेन्डिङमा गएको थियो। हो। एउटा चाहिँ लाज किन बाबा, हो लाज किन अनि सेकेन्ड भनेको चाहिँ केआर भाइसँग गरेको थिएँ तिमीलाई सम्झेर भन्ने। तिमीलाई सम्झेर हेर दिन बित्यो तिम्रो यादमा। ओ यो गीत यस्तो राम्रो छ। ओ ल है ल फेमस मान्छेसँग भेट्न पायौँ हामी, खुसी लाग्यो आज होइन। त्यसको लागि धेरै धेरै धन्यवाद। हस् त नमस्कार है। यो मेरो युट्युब च्यानललाई सबैले माया गरिदिनु होला, सब्सक्राइब गरिदिनु होला होइन। यति भन्दै म यो भ्लगलाई चाहिँ अब बिदाई लास्टतिर जान चाहन्छु। हो यस्तै हो, तपाईँले लाइफमा कुनै कुराहरू कल्पना गर्नुभएको छ होइन, कल्पना गर्दाखेरि तपाईँले यो टाइपले चाहिँ मलाई गर्न मन छ भनेर तपाईँले पहिला सोच्नुहुन्छ यो टाइपले म बनाउँछु भनेर, त्यसमा तपाईँले लेख्नुहुन्छ, तपाईँले त्यसलाई प्र्याक्टिस गर्नुहुन्छ, एउटा राम्रो सङ्गीत धुन सबै भोइस अब युज गरेर तपाईँले एउटा म्युजिक गीत रेडी गर्नुहुन्छ होइन। त्यसलाई चाहिँ तपाईँले भिजुअलमा सुट गरेर चाहिँ त्यसलाई चाहिँ एउटा राम्रो कथामा चाहिँ तपाईँले ल्याउनुहुन्छ। त्यो गीत चाहिँ तपाईँको आफ्नो च्यानलमा हाल्नुहुन्छ अथवा सबै सोसाइटीलाई देख्ने गरी राख्नुहुन्छ आफ्नो काम देखाउनको लागि। त्यो यदि त्यो गीत तपाईँको फेमस होस्, भाइरल होस्, त्यो मतलब छैन। तपाईँले त्यो गीतमा चाहिँ तपाईँले आफूले चाहेको कुरा तपाईँको के हुन्छ, कसरी सबैले यो ठाउँको बारेमा देखोस् होइन, एउटा मेमोरी हुन्छ। जस्तै मुगलिन यो ठाउँमा मान्छेहरू कतिजना हिँड्नुहुन्छ, यो यस्तो सेन्टर एरियाको मेन ठाउँ हो होइन। यसको बारेमा यसमा चाहिँ एउटा गीत बन्नुपर्छ जस्तो लाएर चाहिँ उहाँले चाहिँ यो गीत बनाउनु भएको छ। यसको लागि म धेरै धेरै धन्यवाद भन्न चाहन्छु। र उहाँको अगाडिको गीतहरूमा पनि मैले गरिरहेको थिएँ र यसमा पनि मैले चान्स पाएको छु। र यति भन्दै म बिदा हुन चाहन्छु। हस् त नमस्कार।